के भन्छ कट द केक है त GCT को कट है त कट एसी है त सो GCT भनेको के भन्छ तिमीले पहिला सुरु जसलाई पनि यो बनाइहाल्छौ हैन त्यसपछि एउटा के हुन्छ ग्रे म्याटर बनाउँछ है त हैन ग्रे म्याटर बनाएपछि यहाँ के हुन्छ GCT मा तीनटा भनेपछि तीनटा बनाउनु पर्यो के एउटा दुईटा तीनटा यहाँ पनि एउटा दुईटा तीनटा यसकै नाम हो GCT हैन कट भनेको चाहिँ यहाँबाट कट गर्नु पर्यो के कट कट गर्यो अनि त्यसपछि एउटा केक बनायो हैन कट द केक हैन कट द केक एसी बनायो बुझ्यो नि हैन यति बनाइसकेपछि अनि बाँकी त तिम्रो थालामिक ट्र्याक्टहरु भइहाल्यो हैन स्पाइनस सेरेब्रल र स्पाइनस सेरेब्रल ट्र्याक्ट हुन्छ ल्याटरल र डर्सल र भेन्ट्रल हुन्छ अनि त्यसपछि डाइरेक्ट स्पाइनल थालामिक ट्र्याक्ट हुन्छ यति बनाइदिए भइहाल्यो अनि एउटा के हुन्छ आर है त आर पनि के हुन्छ क्रसिङ फाइबरमा आर हुन्छ है त सो यति भयो भने तिम्रो बनिहाल्यो है त सो यसको नाम चाहिँ के हो स्पाइनल ट्र्याक्ट स्पाइनल न्युक्लियस अफ द ट्राइजेमिनल नर्भ है त सो यो चाहिँ क्रस भइसकेपछि चाहिँ बन्छ के भन्छ लेट बन्छ यो चाहिँ ल्याटरल कर्टिको स्पाइनल ट्र्याक्ट भन्छ है त सो त्यो भइहाल्यो हैन अनि त्यसपछि थ्यांक यू भनेर